नमस्कार साथीहरु। आजको यो भिडियोमा हामीले यो फाइनल एकाउन्टको एडिसनल इन्फर्मेसनमा दिएको कमिसन रिसिभ इन एडभान्स अर्थात कुनै पनि इन्कमहरु यदि एडभान्समा छ भने त्यसलाई कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ हामी सिक्छौं। यो क्वेशनमा हाम्रो यहाँनेरि डेबिट ब्यालेन्स र क्रेडिट ब्यालेन्स दिएको छ। यो कमिसन रिसिभ भन्ने कुरा छ। त्यही हुँदाखेरि कमिसन कहाँ छ हेरौँ है त। कमिसन यहाँनेरि क्रेडिट साइडमा यहाँ कमिसन भनेर यहाँ दिएको छ। मैले यहाँ टिक लगाएको छ सजिलो हुन्छ। कमिसन भन्ने बित्तिकै यो हाम्रो इन्कम हो। यहाँनेरिको यो 5000 इन्कम छ र यहाँ एडिसनल इन्फर्मेसनले चाहिँ कमिसन रिसिभड इन एडभान्स अर्थात पहिला नै रिसिभ गरेको 1000 रुपैयाँ छ भनेको छ। यस्तो अवस्थामा हामीले फाइनल एकाउन्टमा कसरी एडजस्ट गर्ने भन्ने कुरा चाहिँ यो भिडियोमा हामी सिक्ने छौं है। अब यहाँनेरि हेरौँ कमिसन रिसिभ भनेको छ। यो त हाम्रो ट्रेडिङ एकाउन्टमा जाँदैन किनभने यो डाइरेक्ट इन्कम हैन। यो चाहिँ प्रॉफिट एन्ड लसमा जान्छ। कमिसन भन्ने चाहिँ क्रेडिट साइडको आइटम क्रेडिट साइडमा जान्छ है। अब यो क्रेडिट साइडमा प्रॉफिट एन्ड लसमा किन गयो त सर भन्नुहुन्छ भने यो चाहिँ इन्डाइरेक्ट इन्कम हो। यो चाहिँ सेलिङ गर्दाखेरिको इन्डाइरेक्ट इन्कम कमिसनहरु भयो। त्यसो हुँदाखेरि यो अफिस रिलेटेड भएकोले गर्दाखेरि प्रॉफिट एन्ड लसमा जान्छ। यहाँ हामी के लेख्छौं त भन्दाखेरि यो साइडमा चाहिँ 22000 यहाँ लेख्छौं। अनि त्यसपछि अब एडभान्समा कमिसन रिसिभ भएको छ नि त एडिसनल इन्फ्लुएन्स है। त्यसो हुँदा यसलाई चाहिँ के गर्छौं हामी लेस है। पहिल्यै पाइसकेको छ भनेपछि त यसलाई के गर्नुपर्ने छ हामीले घटाउँछौं। एडभान्स एडभान्स 1000 रुपैयाँ भनेको छ है त। ल अब यो 5000 मा 1000 घटायो भने कति आउने भयो त यहाँ साथीहरुको भन्दाखेरि 4000 आउने भयो। ठीक छ। अब एडिसनल इन्फर्मेसन जहिले कति ठाउँ जान्छ दुई ठाउँ। एउटा यहाँ प्रॉफिटमा गयो भने एउटा ब्यालेन्स सिटमा जान्छ। कतापटि जान्छ मैले अघिल्लो भिडियोमा पनि भनेछ। जस्तै तपाईलाई एउटा सजिलो है यो रिमेम्बर गर्नको लागि जस्तै यहाँ लेस छ नि त। लेस भयो भने चाहिँ के गर्ने यतापटि छड्के हान्ने यता क्यापिटल साइडमा जान्छ भने बुझ्नु पर्यो है। यो चाहिँ अब हामीले लायबिलिटीज मान्नुपर्ने हुन्छ है। एडभान्स कमिसन चाहिँ लायबिलिटीज मान्नुपर्ने हुन्छ। यदि यो चाहिँ तपाईको एड भनेको थियो भने चाहिँ हामी के गर्थ्यौं यहाँनेरि एसेट साइडमा लेख्थ्यौं हामी। ठीक छ। ल अब हामी जाउँ यहाँनेरि एडभान्स कमिसन 1000 छ। यसलाई हामी यो दुई तीनवटा लाइन यो क्यापिटल नेट प्रॉफिटको लागि छोडेर म यहाँ के गर्दैछु एडभान्स कमिसन भनेर कति हजार लेख्दैछु त 1000। यो 1000 चाहिँ यो जति यहाँनेरि कमिसन रिसिभ इन एडभान्स छ यो 1000 हामीले त्यहाँ लेख्नुपर्ने हुन्छ। यसो अब साथीहरु यो हेरौँ एउटा क्लोजिङ स्टक यदि एडिसनल इन्फर्मेसनमा दिएको छ भने कसरी एडजस्ट गर्ने भन्ने कुरा आज हामी सिकौं है त। यो क्लोजिङ स्टक यदि तपाईलाई एडिसनल इन्फर्मेसनमा दिएको छ भने चाहिँ त्यसलाई हामी के गर्छौं भन्दाखेरि यो ट्रेडिङ एकाउन्टको हामी क्रेडिट साइडमा हामीले के गर्छौं त बाइ क्लोजिङ स्टक भनेर हामी यहाँ राखिदिन्छौं है। जस्तै यहाँनेरि तपाईलाई दिएको छ बाइ क्लोजिङ स्टक यहाँनेरि दिएको छ 76000 हामी यहाँनेरि कति राख्छौं त 76000 है। यो अघिल्लो वर्षको चाहिँ ओपनिङ यो चाहिँ अब क्लोजिङ छ। यो चाहिँ क्लोजिङ चाहिँ अर्को साललाई चाहिँ के हुन्छ ओपनिङ हुन्छ है। अब यो चाहिँ सामान बेच्दा बेच्दा लास्टमा अन्तिममा फिस्कल इयरको अन्तिममा रहेको यदि स्टक छ भने त्यसलाई के भन्छ क्लोजिङ स्टक भनिन्छ है। त्यो भएर यसलाई चाहिँ हामी ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा रेकर्ड गर्छौं। अब हामी अर्को चाहिँ कहाँ रेकर्ड गर्छौं त भन्दाखेरि ब्यालेन्स सिटको एसेट साइडमा यहाँनेरि यहाँ चाहिँ बाइ लेख्नु पर्दैन क्लोजिङ स्टक भनेर कति राखिदिन्छौं त हामी 76000 है। एउटा ट्रेडिङ ब्यालेन्स सिटमा जान्छ अर्को कि प्रॉफिट एन्ड लसमा कि ट्रेडिङमा जान्छ एडिसनल इन्फर्मेसन। अब यो क्लोजिङ स्टक भएको कारणले गर्दा यो चाहिँ हाम्रो ट्रेडिङ एकाउन्टको क्रेडिट साइडमा गयो र ब्यालेन्स सिटको एसेट साइडमा रेकर्ड भयो है त। अब त्यसैगरी यसलाई हेरौँ साथीहरु यो हामीसँग छ। अर्को छ प्रोभिजन फर ब्याड डेट। यसरी कहिलेकाहीँ तपाईलाई दिन सक्छ। ब्याड डेट यसरी देख्छ भने हामी यो ट्रायल ब्यालेन्स भित्र तपाईले डेप्टर भन्ने शब्द छ कि छैन त्यसलाई हेर्नुस् है। डेप्टर भन्ने यहाँनेरि दिएको रहेछ। यदि डेप्टर छैन भने बिल्स रिसिभेबल या चाहिँ एकाउन्ट रिसिभेबल भन्नेबाट एडजस्ट गर्नुपर्ने हुन्छ। हामीसँग डेप्टर छ 23000 है। अब डेप्टर भनेको त एसेट्स हो हैन। अब कसरी एडजस्ट गर्ने यसलाई हेरौँ है त। अब हामी जाउँ उतापटि यहाँनेरि ब्यालेन्स सिटमा ट्रेडिङ एकाउन्ट प्रॉफिट एन्ड लस हामी ब्यालेन्स सिटमा जाउँ। यहाँनेरि यो साइडमा डेप्टर डिइबी डेप्टर कति दिएको छ हामीलाई भन्दाखेरि 23000 हैन 23 हो कि कति हेर्नुस् त 23000। अब प्रोभिजन फर ब्याड डेट 10% है त। अब यो 23000 छ।
अब हामी यहाँनेरि के गर्छौं त भन्दाखेरि यसलाई चाहिँ लेस प्रोभिजन फर ब्याड डिबिटी डे भनेर हामी राख्छौं 10%। 23,000 को 10% भनेको कति हो त भन्दाखेरि 2300 मात्रै हो, 2300 हैन। ल 2300 10% भनेको एउटा जिरो कटाउने बित्तिकै भइगयो। 23,000 मा 2300 घटाउनुस् त साथीहरु कति आउँछ 700। ठीक छ। ल अब यसलाई हामी यो प्रोभिजन फर ब्याड डेट जुन छ नि यो जुन आएको छ हाम्रो एडिसनल इन्फर्मेसन यो 10%। अब यो कहाँ जान्छ त भन्दाखेरि हाम्रो प्रॉफिट एन्ड लस को डेबिट साइडमा जान्छ। यहाँनेरि 2 भनेर तपाईले यहाँनेरि लेख्नु पर्ने हुन्छ कति त भन्दाखेरि 2300 दुई ठाउँ जान्छ। एउटा प्रॉफिट एन्ड लसमा जान्छ है, अर्को त डेप्टरबाट यहाँ घटिहाल्छ। यसरी एडजस्ट गर्नुपर्ने हुन्छ। थ्यांक यू।